तपाईँहरू दुवैजनालाई जीवनको यात्रा कार्यक्रममा स्वागत छ। विशेष गरी जयमसी हेरिसमा हुनुहुन्छ। मौसम एकदम चिसो छ, हिउँ परेको छ र अहिले हामी समितिको क्रम सकेर नै घर आएको छौँ। तपाईँ हेरिसबर्गमा कहिले आउनुभयो, यसको बारेमा अलिकति बताइदिनुहोस् न। हामी हेरिसबर्गमा आएको 2010 को अक्टोबरमा आइपुगेको हामी। अनि तपाईँ जस्तै नेपाल छोडेर अमेरिका आउँदा तपाईँलाई के अब अमेरिकामा पनि हाम्रो सेवाकाई होला होइन? अब अमेरिका त अलिकति नेपालीहरू छैनन् होला भन्ने पनि हुन्छ नि, प्रेसिडेन्टहरू छैनन् होला, अनि यहाँ आएपछि सेवाकाई होला भन्ने लागेको थियो। हाम्रो चाहिँ उहाँबाट जब अमेरिका हिँड्ने हाम्रो तर्खर भयो अनि हामीलाई सबैभन्दा ठुलो टेन्सन भनौँ न चाहिँ अमेरिकामा पुगेर उहाँ गरेको जस्तै सङ्गतिहरू गर्न पाइन्छ पाइँदैन र सङ्गति गर्दाखेरि चाहिँ आज हामी पनि अघि बढ्न सकिन्थ्यो अनि छोराछोरीलाई पनि अघि बढाउन सकिन्थ्यो भन्ने चाहिँ हाम्रो ठुलो प्रार्थना थियो। मनमा प्रार्थना थियो। हजुर। गुरुआमा तपाईँलाई चाहिँ कस्तो लागिरहेको थियो जब नेपाल छोड्दै गर्दा? हुन त अमेरिका आइँदैछ, यहाँ आइसकेपछि सेवाकाई होइन सबैभन्दा ठुलो कुरा तपाईँलाई एउटा केही चाहिँ घुमिरहेको थियो दिमागमा? नेपाल छोडेर अमेरिका आउँदै गर्दा चाहिँ अब ला सङ्गति होइन, अब नेपालकै जस्तो होला कि नहोला, बा पाइन्छ कि पाइँदैन भन्ने त्यो चाहिँ ठुलो डर थियो। तर जे परमेश्वरको अनुग्रहले हामी यहाँ आएर राम्रोसँगले सङ्गति गर्न सकौँ। आउने बित्तिकै कस्तो भयो तपाईँहरूको यहाँ? अब तपाईँहरू आउनुभयो तर कति समय पछि त्यो सङ्गति इस्ट्याब्लिस भयो र कसरी सुरुवात भयो? अब कथा त लामो छ छुट्टोमा भन्ने। र जब हामी यहाँ हेरिसबर्गमा आइपुग्यौँ, बहुतै खासै अब विश्वासीहरू नेपाली विश्वासीहरू थिएनै भन्दाखेरि पनि हुन्छ। त्यतिखेर हामी गोरेहरू यहाँका अमेरिकन चर्चमा हामी जान थाल्यौँ अनि कोही बेला एउटा अमेरिकन चर्च जसले आएर हामीलाई लान्छ त्यो प्रकारको सङ्गतिहरू हाम्रो भयो। र यसरी सङ्गति हुँदै गर्दाखेरि हामीलाई बहुतै अब अलिकति एउटा कमजोरी महसुस भयो, जहाँ कि अब खासै भन्नु हो भने हामी इङ्ग्लिस मजाले अब उहाँहरूको बोलाइमा नबुझिने, अनि हामी चाहिँ सङ्गति चाहिँ गयौँ तर अब अलि खल्लो जस्तो हामीले महसुस गरिरहेका थियौँ। तर अब बिस्तारो बिस्तारो हामीले केही हाम्रो नेपाली अगुवाहरू सँगको हाम्रो केही आदान प्रदानहरू भएको कारणले गर्दाखेरि उहाँहरूले हामीलाई बहुतै उत्साह गर्नुभयो। विशेष गरी एक दुईजनाको नाम लिनुहोस् न, कसले सुरुमा टेवा दियो? हजुर, अब विशेष गरी पास्टर जोन गुरुबा, अनि जोन मगर, हाम्रो पास्टर मनोज श्रेष्ठ, अनि हाम्रै पास्टर बुवा पास्टर बिबी थापाज्यू हुनुहुन्छ, अनि हाम्रो पास्टर दान बिका उहाँहरूद्वारा पास्टर कर्ण तिरुवा, गायस तोलङ्गी, उहाँहरूले हामीलाई त्यो टाढा टाढा उहाँहरू टेन्डेन्सी ओहायो रहेछ, अब त्यतिखेर त्यति टाढो रहेछ 12-14 घन्टाको बाटो, तर उहाँहरू बेला बेलामा हामी कहाँ आएर उत्साह गर्नुभयो। अनि त्यसरी नै हामी बिस्तारो बिस्तारो सङ्गतिहरू हुँदै गयो।
र जब अब हामी निकै त्यतिखेर आगो नै भएर आएको थियौँ भनौँ उहाँबाट, र हामीले धेरै विशेषता चाहिँ हामीले सङ्गतिलाई नै दिएको कारणले गर्दाखेरि हामीले अब सुसमाचार प्रचार गर्नुपर्छ र भनेर हामी एकअर्कासँग प्रचारहरू गर्दै सङ्गतिहरू गर्न थाल्यौँ। तपाईँ कति परिवारबाट सुरु गर्नु भएको थियो? विशेष गरी कति परिवार भन्दाखेरि पनि अब त्यतिखेर भने हाम्रो पास्टर सुरेश दाजु हुनुहुन्थ्यो। यहाँ आउँदा मैले उहाँसँग भेट भयो हाम्रो, र उहाँसँग हामी एउटा अमेरिकन चर्चमा जान्थ्यौँ। तर त्यसरी अमेरिकन चर्चमा जाँदै गर्दाखेरि होइन अब हामी अब साहित्य सङ्गतिहरू नेपाली सङ्गतिहरू गर्नु पर्ला, किनकि अब छोराछोरीहरूलाई पनि अब बुझ्ने हिसाबले सङ्गति गर्नुपर्छ भन्ने कुराहरू हुँदै गर्दाखेरि जब हामीलाई एउटा प्रेरणा भयो जहाँ कि अब यहाँ चाहिँ सङ्गतिहरू बा गर्न सकिँदैन कि भन्ने कुराहरू पहिला हामीलाई भएको थियो, र हामी यहाँदेखि खासै भने सङ्गतिहरू नभएको कारणले भर्जिनाको रोनक भन्ने ठाउँमा जाने हामीले प्रबन्ध मिलाएको थियौँ खास, किनकि अब यहाँ सङ्गति नहुनेहरू छ नेपाली सङ्गति, अनि त्यहाँ चाहिँ केही नेपाली विश्वासीहरू भएको कारणले गर्दाखेरि हामी त्यहाँ जाउँ भन्ने हामीलाई त्यहाँका एक जोडी अमेरिकनहरूले उत्साह गरेको थियो, र हामी यहाँदेखि भर्जिना जाने निर्णय गऱ्यौँ। र भर्जिना जाने निर्णय गर्दाखेरि चाहिँ हामीलाई यहाँ क्याथोलिक च्यारिटीले स्पोन्सर गरेर ल्याएको हो, हामी उहाँहरूको मार्फतबाट आएको। अनि हामीलाई चाहिँ 8 तले बिल्डिङको 5 कोठामा राखेको थियो, र जब त्यो निर्णय गऱ्यौँ अनि सबै हामीले जाने प्रबन्ध मिलायौँ, सबै कुरोहरू भारी लगायौँ, उहाँदेखि लिन आएछ, अनि गाडीमा भारीहरू सबै लगाएर अब जानुपर्छ भन्दाखेरि चाहिँ बेलुका घाम अस्ताउने बेला भएको त्यो सायद होइन। अनि हामी मेरो 4वटा नानीहरू र हामी 2 बुढाबुढी, नानीहरू मसिनो थियो। अनि ल अब हामी यहाँबाट बसी जाँदैछौँ भर्जिना भन्ने ठाउँमा, र हामी प्रार्थना गरेर जाउँ, प्रभुले हामीलाई सुरक्षित साथ लानु भएको होस्, उहाँको इच्छामा हामी सबै कुराहरू गर्नुपर्छ भन्ने छोटो सल्लाह भयो। अनि हामीले हात समातेर त्यो छोड्दै गरेको कोठामा चाहिँ प्रार्थना गऱ्यौँ। अनि बाहिर निस्केर 5 तलाको एलिभेटरको बटन दबाएर तल फ्लोर 1मा झर्दै थियौँ हामी। तर त्यो झर्दै गर्दाखेरि चाहिँ एउटा आवाज महसुस गरेँ मैले, अनि त्यो आवाज चाहिँ यस्तो थियो, हेर तँलाई मैले यहाँ ल्याएको थिएँ ह्यारिसबर्गमा, रोनकमा, भर्जिनामा चाहिँ होइन, कहाँ जाँदैछस् भन्ने त्यो आवाज चाहिँ एकदमै भित्रबाट मेरो एउटा आइरहेको थियो। अनि मैले त्यो तल 5th फ्लोरबाट फ्लोर 1मा आइपुग्दाखेरि एउटा निर्णय गरेँ, प्रभु यसो भने म तपाईँकै इच्छामा हिँड्न चाहन्छु भने। अनि मैले श्रीमतीलाई, मम्मी हामीलाई ह्यारिसबर्ग ल्याउनु भएको प्रभुले, तर हामी अहिले भर्जिना जाँदैछौँ। अनि प्रभुले मलाई भन्नुभयो नजा भनेर। अनि के गरौँ भन्दाखेरि उहाँले पनि भन्नुभयो होइन ठिकै छ हामी बसौँ यिनीहरू भन्ने भएर फेरि हामीले निर्णय गरेर भारीहरू सबै उतारेर अनि हामी फेरि फर्केर त्यही कोठामा गएर बसेर हामीले सल्लाह गऱ्यौँ अब हामी 3 दिनको उपवास बसौँ, प्रभुले हामीलाई के भन्नुहुन्छ, अनि यहीँ बस्ने कि कतै जाने भनेर। अनि हामी 3 दिनको उपवास
सुरु गऱ्यौँ भोलिपल्टदेखि 3 दिनको उपवास बसिसकेपछि हामीलाई एउटा निश्चय भयो, होइन हामी हेरिसमा पनि बस्नुपर्छ, प्रभुको काम गर्नुपर्छ भन्ने भयो। अनि त्यो दिनदेखि मैले मेरो पास्टर गुरुबा अनि पास्टर जोन गुरुबा, पास्टर बिबी थापालाई यो सरसल्लाहहरू सोधेँ के गरौँ भनेर। उहाँहरूले भन्नुभयो तपाईँहरूलाई त्यो ठाउँमा ल्याउनु भएको अनि प्रभुले तपाईँहरूले लत्याएर हिँड्नु हुँदैन, अब सङ्गतिको सेवाकाई गर्नुपर्छ है त्यहाँनिर भन्ने कुराहरू गर्नुभयो। अनि पास्टर मनोज, पास्टर ड्यानहरूलाई चाहिँ हाम्रो गुरुबाले लिएर आउनुभएछ। अनि त्यही दिनदेखि हामीले प्रार्थना गऱ्यौँ त्यहाँनिर र उहाँहरूले उत्साह गर्नुभयो। उहाँहरूले बारम्बार हामीलाई आएर उत्साहहरू गर्नुभयो, सिकाउनु भयो। अनि त्यत्तिकै हामी आज भोलि गर्दै सङ्गतिहरू भयो। तर सुरुमा चाहिँ 2 जनाले ब्याप्टिजम गरेको थियो भनौँ त्यो महिनामा। अनि दोस्रो तेस्रो महिना गर्दै अनि एउटा फ्यामिली, 2टा फ्यामिली, 3वटा फ्यामिली गर्दै भनौँ न सङ्गति सुरु भयो।